नमस्कार। यतिखेर मुलुकमा सुकुम्बासी समस्याको चर्चा यत्रतत्र सर्वत्र चलिरहेछ। हिजो मात्रै काठमाडौँस्थित थापाथलीमा सुकुम्बासी र नेपाल सरकारको बिचमा अ, एक किसिमको झडप पनि भयो र आज बिहानैदेखि त्यहाँबाट चाहिँ सुकुम्बासीहरू स्वतःस्फूर्त रूपमा नेपाल सरकारलाई सहयोग गरेर त्यहाँबाट स्थानान्तरण हुने प्रक्रियामा सहयोग गरिरहेको छ भन्ने न्युज पनि आएको रहेछ। अब यो वास्तवमा सुकुम्बासी चाहिँ के हो त? कसलाई सुकुम्बासी भन्दाखेरि हाम्रो नेपालको सन्दर्भमा आफ्नो नाममा, आफ्नो श्रीमती छोराछोरीको नाममा यो नेपाल अधिराज्यभरि नेपालको सरहद सिमानाभित्र काहीँ पनि जग्गा जमिन नभएको व्यक्तिलाई चाहिँ सुकुम्बासीको परिभाषाले समेट्दो रहेछ। भूमिहीनताको अवस्थामा अब यसलाई अब अर्को ढङ्गले चाहिँ कुरा गर्नु पर्दाखेरि चाहिँ जस्तो जग्गा चाहिँ आफ्नो नाममा छैन, परिवारको नाममा पनि छैन, तर उसको एक्सेस चाहिँ गभर्मेन्ट जबमा छ, प्राइभेट सेक्टरमा राम्रो कर्पोरेट हाउसमा चाहिँ उसको जब छ र लाखौँ रुपियाँको अर्निङ छ भने ऊ सुकुम्बासी हुने कि नहुने? यो खालको चाहिँ अन्योलता सुकुम्बासी कसलाई सुकुम्बासी भनेर चाहिँ प्रमाणीकरण गर्ने भन्ने कुरामा राज्य आफै अन्यलमा छ र नेपालभर 11 लाख चान्चुन चाहिँ सुकुम्बासीहरू भएको भनेर राज्यले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरेको देखिन्छ, जसमध्ये 8,49,000 चान्चुन चाहिँ लगत नै प्रविष्ट गरिसकेको भनेर चाहिँ देखिन्छ। अब यो सरकार पछि नै सरकार परिवर्तन हुँदा यी सुकुम्बासीहरूका सङ्ख्या तलमाथि हुने गरेको हामीले देखेका छौँ, बुझेका छौँ, देखिन्छ त्यो। त्यो कारण के हुनसक्छ? त्यो कारण चाहिँ के हुनसक्छ भनेदेखि मैले बुझेको चाहिँ सरकार परिवर्तन हुँदाखेरि यो भूमिहीन भनेर जहाँ लगत टिप्ने काम सुरु हुन्छ त्यतिखेर दलले त्यतिखेर कसको सरकार छ? कङ्ग्रेसको छ, एमालेको छ, माओवादीको छ अथवा मिश्रित छ, जस्तो छ, ती सबैले चाहिँ आफ्ना आगे पछि हिँड्ने कार्यकर्ता आसेपासेहरू आफन्त नातेदारका नाममा नाम पनि त्यहाँ टिपाउँछन्। भूमि हुनु है यिनीहरू, सुकुम्बासी हो है यिनीहरू भनेर भोलि पूर्जा बाँड्दाखेरि त पाउने भए आफ्नाले पाउने भयो। त्यस कारणले गर्दाखेरि यहाँ राजनैतिक दलहरूको चाहिँ नियत सफा छैन। यो देशमा यो सुकुम्बासी समस्या पनि यदि सरकारले चाहने भनेदेखि एकदम छिटो छरितो र सहज रूपमा चाहिँ यो समाधान हुने देखिन्छ। यो एकदम सजिलो तरिकाले, यो त राजनीतिक पार्टीहरूले यसलाई चाहिँ भोट ब्याङ्क बनाएर यसलाई चाहिँ उपयोग गरिराखे, यसलाई चाहिँ एउटा ढङ्गले प्रयोग मात्रै गरिराखे, यिनीहरूलाई उन्मुक्ति दिने काम चाहिँ, यिनीहरूलाई व्यवस्थापन गर्ने काम चाहिँ सरकारले गर्न सकेन। त्यस कारणले गर्दाखेरि यो जति पनि राजनैतिक दलहरूले यो सुकुम्बासी समस्यालाई धेरै ठुलो इस्यु बनाएका छन्, यसमा यिनीहरूको स्वार्थ छ र योभन्दा अगाडि जति पनि सुकुम्बासी भनेर पूर्जा वितरण गरिएको छ तिनीहरूको पनि छानबिन गरियो भनेदेखि वास्तविक सुकुम्बासीको र को चाहिँ हुकुमबासी हो, हुकुमबासीले पनि पूर्जा पाएको छ त्यतिखेर, त्यसलाई पनि छानबिन गरेर सरकारले चाहिँ सत्य तथ्य र सही सत्य सुकुम्बासीलाई चाहिँ सरकारले व्यवस्थापन गर्नुपर्छ। थ्याङ्क यू भेरी मच।